नमस्कार, यो खबर भित्रको खबर हो। म विवेक रेग्मी। दर्शकवृन्द, सधैँभरि अभाव र पीडामा रहने हिमाली क्षेत्रका नागरिकका लागि अहिलेको मौसम खुसीको मौसम हो। कारण यो मौसममा बहुमूल्य जडीबुटी यासा गुम्बा पाइन्छ। अबको 1 महिना जति दुःख गरेर यासा गुम्बा संकलन गर्न सके वर्षभरि अभाव हुँदैन। त्यसैले जति सक्दो धेरै यासा खोज्ने प्रतिस्पर्धा चल्छ। तर हिमाली क्षेत्रको भिरालो जमिन र दुर्गम ठाउँमा यासा संकलन गर्ने काम कहाँ सजिलो छ र? आज हामी तपाईलाई डोल्पा पुर्याउँछौं र यासा संकलनका लागि हुने संघर्ष देखाउँछौं। यो देशकै सबैभन्दा ठूलो जिल्ला डोल्पा। र यो डोल्पाको सदरमुकाम दुनै बजार। यहीँदेखि सुरु हुन्छ संसारमै अति दुर्लभ मानिएको यासा गुम्बाको हाम्रो रिपोर्टिङ यात्रा। सदरमुकाम दुनै बजारबाट 5 दिनको पैदल यात्रामा पुगिने हाम्रो गन्तव्य थाङबोचेसम्मको हो। तर त्यहाँसम्म पुग्न त्यति सहज छैन र पनि हामी अघि बढ्यौं। यो सिसोल नदीको किनारै किनार, जुन बाटो आफैमा जोखिमपूर्ण छ। हामी पनि यही बाटो भएर थाङबोचेतर्फ अघि बढ्दैछौं। र पहिलो दिन हामी काइके गाउँपालिकाको सहरतारा गाउँसम्म पुग्यौं। एक रात यही बिताएपछि फेरि अघि बढ्यो हाम्रो यात्रा। भिरको बाटो, त्यो पनि साँघुरो। कति बेला माथिबाट ढुङ्गा खस्ने हो र यात्रा बीच बाटोमै रोकिने हो, चिन्ताकै विषय छ। र पनि यही बाटो भएर बहुमूल्य यासा खोज्ने मानिसहरूको समूह गन्तव्यतर्फ लागिरहेको छ। यसरी नै हिँडेको 4 दिन पूरा भइसक्यो। अझै 1 दिन हिँड्नुपर्नेछ। यो ठाउँ समुद्री सतहभन्दा करिब 4500 मिटरको उचाइमा छ। त्यही भएर यहाँबाट माथि हिँड्नु सकसपूर्ण छ। यात्राका क्रममा देखिएको मानिसहरूको साहस, जाँगर र धैर्यता हेर्न लायक थियो। यासा टिप्न माथि हिँडेका कतिपय ओडारमा बसिरहेका थिए त खोला किनारमा खाना बनाइरहेका थिए। यासा टिप्नका लागि अहिले यहाँ बास बसिरहेका छन्। डोल्पाको सदरमुकाम दुनैदेखि 2 दिन पश्चात यहाँ पुग्न सकिन्छ र यासा टिप्नका लागि यो मध्यबिन्दु मानिन्छ। र यहाँदेखि अझै 2 दिन हिँडेपछि मात्र यासा टिप्न पुगिन्छ। र अहिले बास बस्नको लागि र खानाको लागि तयारी गरिरहनु भएको छ। हामी जति माथि उक्लदै थियौं, दृश्य उति नै मनमोहक थियो। र 5औं दिन साँझ पख बल्ल हामी थाङबोचे पुग्यौं। समुद्र सतहबाट करिब 5000 मिटरको उचाइमा रहेको यो ठाउँबाट अझै 2 घण्टाको पैदल यात्रा गर्नुपर्छ यासा भेटिने ठाउँसम्म पुग्न। सजिलो छैन बहुमूल्य जडीबुटी यासा संकलन। ज्यान हत्केलामा राखेर पहाड खोस्रनुपर्छ। तर जोखिम भुलेर यस वर्ष पनि यासा संकलनको मौसम सुरु भएसँगै मानिसहरूको ताती लागेको छ। प्रसंग बाँकी नै छ, हामीसँगै रहनुहोला। दर्शकवृन्द, यति बेला मध्यपश्चिमका कतिपय हिमाली जिल्लाहरूमा अनौठो मेला जस्तो देख्न पाइन्छ। त्यहाँका उच्च पाटन क्षेत्रमा हजारौं मानिसहरू पुगेका छन् र उनीहरू सबैको उद्देश्य हो यासा संकलन गर्नु। बन्दोबस्तीका सामान सहित जोखिम र जटिलतासँग पौठे जोरी खेल्दै जडीबुटी यासा गुम्बा खोजिरहेका छन् उनीहरू। अहिले 4500 मिटर भन्दा माथिको उचाइमा 8 वर्षका बालकदेखि महिला र पाका उमेरका मानिसहरू समेत पुगेका छन्। डोल्पाको धोत्रा संसारकै अग्लो स्थानमा रहेको मानव बस्ती अनि त्यहाँबाट 1 दिनमा पुग्न सकिने यो ठाउँ
थाङ बोचे। टिप्न गएको हो? हजुर किन टिप्न नपाएर यस्तो गरायो हामी हिजो हामी हजुर भेट्यो नि हामीले तपाईँलाई यो अहिले खुवाइदिनु त माथि पनि दिनु त यो विदेशी मान्छे जस्तो छिटो झार्नु है हजुर सर यता पुग्छ न सर आयो चलाएर तुरन्त झार्नु हुँदैन खबर आयो फोन आयो त्यही भएर अनि तुरन्तै आज बिहान खाना खाएर छोरीले के गर्न गएको नि? छोरी लिनलाई सर त्यही त के गर्न आएको छोरी? यो छोरी किन टिप्नलाई सर ए पहिलोचोटि आएको? पहिलोचोटि फर्स्टचोटि पनि आएको हजुर योचोटि त त्यसमा के पनि भएन अहिले त्यस्तो अचानक त्यस्तो भयो। यहाँको यार्सा नेपालमा पाइने अन्य ठाउँको भन्दा बढी मूल्यवान मानिन्छ। त्यही भएर अरू भाग भन्दा यहाँ यार्सा टिप्न आउने सर्वसाधारणको भिड लाग्छ। ए कति महिनाको भयो? यो 1 वर्ष 2 महिना जति भयो। 1 वर्ष 2 महिना जति भयो। अनि कतिवटा किरा पाउनु भयो त अहिले? अहिले मैले 3वटा पाउनु भयो। ए अनि छोरासँगै आउनु भएको? छोरा भोकि नब्रेबाट आयो हो लेक काटेर। ए लेक काटेर आउनु भयो। ए किरा पाएपछि यहाँ भित्र हो किन राखेको नि त्यसरी? यहाँ राखेपछि बस्दै हुँदैन ए राम्रो हुन्छ। ए ल साइन्टिस्टहरूले वैज्ञानिकले के गर्छ त्यसले चाहिँ अब औषधिमा मस्ती चाहिँ औषधिमा प्रयोग हुन्छ स्वास्थ्यको लागि यो धेरै राम्रो सहयोग गर्छ बल दिन्छ। तर अहिलेमा तपाईँको हेर्ने हो भने चाहिँ जनसङ्ख्या हिसाबले पनि अलिकति घटिएको देखिन्छ। किनभने किन घट्यो त भन्दाखेरि चाहिँ किरा पनि लोभ हुन लाग्यो, किरा पनि घट्यो होइन। यो अलिकति लोभ भएर प्रत्येक वर्ष होइन अब अलिकति घटाउँदै गएको छ। यार्सा टिप्नको लागि यहाँ डोल्पा जिल्लाको मात्र होइन, पूर्वको ताप्लेजुङ, धादिङ, कास्की, रुकुम, जाजरकोट लगायतका विभिन्न जिल्लाका सर्वसाधारण समेत आउने गर्छ। जुन काम निकै कष्टपूर्ण छ। उच्च हिमाली क्षेत्र भएका कारण यार्सा टिप्न आउने अधिकांशलाई लेक लाग्ने, बिरामी हुने र कहिलेकाहीँ समयमै उपचार हुन नपाउँदा मृत्यु समेत हुने गरेको छ। ए जस्तो यार्सा यहाँ टिप्न आउनु भएको छ, कति वर्षदेखि आउनुभयो? म चाहिँ अहिले आउनु लाग्यो 12 वर्षदेखि आउनु लाग्यो होइन। 4 साल चाहिँ आएन, अहिले चाहिँ 3-4 वर्ष भइसक्यो आउनु लाग्यो। ए अनि जस्तो यहाँ आउँदाखेरि तपाईँहरूलाई कस्तो दुःख छ, के छ? दुःख त अब 1-2 हप्तासम्म हिँड्नुपर्छ, बाढी बग्नुपर्छ, दुःख त भइहाल्छ नि होइन। तर पनि अब किरा पाउँदा अब यार्सा पायो भने रमाइलो हुन्छ। अनि पाएन भने त के रमाइलो हुनु नि, पाउँला भनेर आएपछि अब नपाए त निराश भएर जानुपर्छ नि। जस्तो तपाईँहरू यत्रो 3-4 वर्ष आइसक्नुभयो तपाईँ होइन? हजुर। अनि आम्दानी कस्तो हुन्छ र कहिलेकाहीँ कस्तो हुन्छ? ठिकै हुन्छ नि, 1 साल चाहिँ भएन, 1 साल चाहिँ बगाए लाग्यो, नत्र अगाडि पछि ठिकै भएको थियो। ठिकै भएको छ। कष्ट झेलेरै भए पनि यहाँ यार्सा टिप्नका लागि आउने सर्वसाधारण पहिलेको तुलनामा यसपटक कम मात्रै यार्सा भेटिएको र यसको चोरी निकासी बढेको गुनासो गरिरहेका छन्। दर्शकबिन तपाईँहरूले देखिरहनु भएको स्थान यार्सा टिप्ने स्थान हो, जुन ट्याक्सी होइन दर्शकबिन तपाईँहरूले देखिरहनु भएको स्थान यो यार्सा टिप्ने स्थान हो, जुन डोल्पाको ट्याक्सीमा पर्दछ। विगतमा यी फाँटहरूमा यार्सा टिप्नका लागि ठाउँ एकदम अभाव जस्तो देखिन्थ्यो, टन्नै मान्छेहरू देखिन्थे। तर अहिले एकदमै निकै न्यून देखिन्छ, किनभने यार्सा पनि कम पाइने र यहाँ आएर यार्सा टिपिसकेपछि आम्दानी कम हुने भइसकेपछि अहिले मानिसहरू आउने कम गरेका हुन्। विगतमा धेरै जिल्लाहरूबाट आउने गरेकामा अहिले जाजरकोट, रुकुमका मात्र बासिन्दाहरू आउने गरेका छन्। आइबी न्युज टेलिभिजनका लागि भरत बन्धु थापा, डोल्पा। यस क्षेत्रका नागरिकको मुख्य आय स्रोत यार्सा नै हो। त्यही भएर यो समयमा सबै काम छोडेर बस्ती नै खाली गरेर यहाँ यार्सा टिप्नका लागि सपरिवार आइपुग्छन् मानिसहरू। दुर्गम ठाउँ, खच्चरमा ओसारिएको सामान लगायत
विभिन्न कारणले यहाँ हरेक सामान महँगो पर्छ। कयौं दिन फिल्डमै बिताउनु पर्दा राम्रै रकम खर्च पनि हुन्छ। समस्या र अप्ठ्यारा त छँदैछन्, त्यो भन्दा बढी वरदान नै बनेको छ यार्सा गुम्बा कयौंका लागि। के विद्यार्थी, के शिक्षक, के महिला, के पुरुष, सबका सब यार्सा खोज्न कसिएका छन् र उच्च पाटनहरूमा पुगेर अड्डा जमाइसकेका छन्। जोडले चलेको सिरेटो, कठाङ्ग्रिने जाडो, चिप्लो भिड केहीले रोकेको छैन उनीहरूलाई। बरु समूहमा हरेक उमेर समूहका मानिसहरू उत्साहका साथ जुटिरहेका छन्। प्रसङ्ग बाँकी नै छ, हामीसँगै रहनुहोला। दर्शकवृन्द, डोल्पाको उच्च पहाडी भेगमा यति बेला भइरहेको यार्सा सङ्कलनको दृश्य देखाइरहेका छौँ। आज हुन त केही दिन अघिबाटै सुरु भइसकेको थियो यार्सा सङ्कलन कार्य र अझै केही दिन यस्तै देख्न पाइन्छ। त्यसो त यार्सा सङ्कलन स्थानीयवासीका लागि मात्रै नभएर स्थानीय निकायका लागि पनि दर्बिलो आम्दानीको स्रोत बनिरहेको छ। एउटाकै 500 देखि 1000 रुपियाँसम्म पर्ने र प्रति केजी 20-25 लाख रुपियाँसम्म पर्ने यार्सा सङ्कलन गरे बापत उनीहरूले स्थानीय निकायलाई कर तिर्नुपर्छ। तर कर प्रणाली व्यवस्थित हुन सकिरहेको छैन। अर्कोतर्फ यार्सा सङ्कलनका क्रममा हुने जोखिम र दुर्घटनातर्फ कसैले सोच्न भएका छैनन्। यार्सा गुम्बा अर्थात् नेपाल र तिब्बतको हिमाली भागमा पाइने एक बहुमूल्य जडीबुटी। समुद्री सतहबाट 3 देखि 6000 मिटरको उचाइमा पाइन्छ यार्सा गुम्बा। हिमाली भेगमा हिउँ सकिएपछि वैशाखतिर हिउँ पग्लिन्छ र बिरुवाहरू उम्रेर फूल फुल्न सुरु हुन्छ। त्यही समयमा पुतलीहरूले फूल पार्न थाल्छन्। सोही पुतलीको लाभा अवस्थामा रहेको झुसिल किरा जमिन मुनि पुग्छ र उक्त झुसिल किराको टाउकोमा ढुसी उम्रन्छ। त्यही ढुसी सहितको झुसिल किरा टिप्नका लागि अन्य जिल्लाबाट पनि मानिसहरू उच्च हिमाली पाटनहरूमा पुग्छन्। अहिले डोल्पामा पनि त्यही भइरहेको हो, तर यसको व्यवस्थापनमा कयौंको गुनासो छ। यार्सा गुम्बा बापतको कर राष्ट्रिय निकुञ्जले लैजाने र यार्सा टिप्न पनि अन्य ठाउँबाट मानिस बढी आउने कारण स्थानीय मारमा परेको गुनासो गर्छन्। हामी स्थानीयको मान्छे भन्दा चाहिँ बाहिरको मान्छेले चिन्नुहुन्छ। त्यसमा समस्या के हुन्छ, हामीले रोल्डी भनेको त रोल्डी त अब हामी एउटा चाहिँ सुका रोटी लिन्छौँ। त्यो चाहिँ अब दाउराबाट घाँसको लागि चाहिँ त्यहाँले अलिकति लिन्छ। अनि हामीले चाहिँ यार्साको चाहिँ हामीले चाहिँ अब स्थानीयको मान्छेले मात्रै त्यो टिप्नु पायो भने हामीले चाहिँ अलिकति त्यो पनि मान्छे चाहिँ अलिकति अब खानपिनदेखि अर्को रिक्सामा चाहिँ पुग्नु सक्छ। अब यहाँभन्दा अब यार्साभन्दा मान्छे धेरै भयो। अनि बाहिरको मान्छे किन हुन्छ भने हामी यहाँ राष्ट्रिय निकुञ्जको भोपुरजुममा पर्दाखेरिमा अब हामीले त्यत्तिकै करहरू सबै चाहिँ उनीहरू उठेर लान्छ। हामीले चाहिँ खास चाहिँ हामी यहाँ गाउँले चाहिँ त्यत्तिकै स्थानीय भनिरहेका छन् पहिले बाहिरबाट मानिसहरू यार्सा टिप्न आउँदैनथे, तर यति बेला भने बाहिरी जिल्लाबाट यार्सा गुम्बा टिप्न आउँदा स्थानीयको आम्दानीमा कमी आएको छ। त्यस्तै घुम्नको लागि आउने पर्यटकका कारण वातावरणमा प्रतिकूल प्रभाव परे पनि स्थानीय लाभान्वित हुन नसकेको उनीहरू बताउँछन्। यार्सा बापतको कर सरकारले लगे पनि गाउँलेहरू यातायात, सञ्चार लगायत आधारभूत आवश्यकताबाट वञ्चित छन्। डोल्पा भौगोलिक रूपमा निकै विकट जिल्ला हो। स्थानीय भनिरहेका छन् पर्यटकको आवागमन र यार्सा गुम्बाबाट हुने फाइदा राज्यले लिए पनि गाउँमा राज्यको उपस्थिति नै छैन। ठाउँमा चाहिँ किरा टिप्ने पाटनहरू धेरै छ, तर यसको चाहिँ व्यवस्थापनको लागि चाहिँ मध्यवर्ती क्षेत्र तथा निकुञ्जले चाहिँ खासै चासो नदिएर अब केही राजनीतिक दलको दबाबमा चाहिँ उनीहरू चाहिँ यहाँ लाखौँ मान्छे पठाएर हाम्रो यहाँको वन पाटनहरूलाई चाहिँ नष्ट बनाएको छ कि क्षतिग्रस्त। यहाँ अब हाम्रो यो ठाउँ चाहिँ प्लास्टिकको थुप्रो, घाँसपात पनि अब पहिला यो एउटा घाँस चाहिँ होइन 5 मिटर होइन
1 मिटरको हुन्छ भने आजभोलि त्यो चाहिँ 1.5 मिटरको पनि उम्रिन सकेको छैन क्या। यहाँ अब प्लास्टिक फोहोर भएर यहाँ चाहिँ अब त्यसै भएर प्लास्टिकको चाहिँ खाल्टो जस्तो भएको छ कि। यहाँ दोमा चाहिँ समस्या भनेको अब यहाँ भनौँ हामीलाई यो खाद्यान्नको समस्या, सञ्चारको समस्या, यहाँ बाटोको समस्या, यातायातको, त्यसैले अब यहाँ हाम्रो त समस्या भन्नु त धेरै छ। यहाँ अब पहिला सरकारले गर्छु भनेको मागहरू चाहिँ प्राप्त यहाँ हुँदैन। त्यसैले यहाँ चाहिँ अब हाम्रो समस्याहरू धेरै छन्। यसको लागि हाम्रो अब के भनौँ त्यो उसको औषधिको लागि हाम्रो यहाँ त हाम्रो बढी जस्तो त अब यहाँ आयुर्वेदिक डाक्टरहरूले चाहिँ धेरै पेलिरहेको छ। त्यसैले अब हामीले चाहिँ तल हाम्रो सरकारले चाहिँ आयुर्वेदिक डाक्टरहरूले चाहिँ खासै त्यस्तो हेरचाह गरिरहेको छैन। नेपालको हिमाली भेगमा पाइने यार्सा गुम्बा प्रकृतिको अनुपम उपहार हो। सन् 2001 सम्म खासै व्यापारिक प्रयोजनको रूपमा प्रयोग नभए पनि अहिले 1 केजीको मूल्य 28 लाखसम्म पर्छ। तर सही व्यवस्थापन हुन नसक्दा स्थानीय भने मारमा परेका छन्। यार्साले स्थानीयहरूलाई जति सम्भावना दिएको छ त्यति नै जोखिम पनि। पैसा कमाउने लोभमा यार्सा संकलनका लागि गएकाहरूमध्ये कतिपयले अकालमै ज्यान गुमाउने गरेका छन्। कयौं पटक त दुई स्थानका स्थानीयवासी बीच यार्सा संकलनको क्षेत्रको विषयलाई लिएर विवाद र झडप समेत हुने गरेको छ। अनि यार्सा संकलन स्थलमै डर धम्की देखाएर लुटपाट गर्ने घटना पनि हुँदै आएको छ। यार्सा संकलन स्थलमै पुगेर खरिद गर्ने र चोर बाटो हुँदै तिब्बत पुर्याउने काम त सामान्य जस्तै छ, जसतर्फ स्थानीयहरू आफै र प्रशासन पनि सचेत बन्नुपर्छ। हवस् त, सहकर्मी भरत बन्धु थापाको सहयोगमा तयार आजको खबरभित्रको खबर यति नै। भोलि नयाँ विषयका साथ उपस्थित हुनेछौँ। खबरभित्रको खबरका लागि हेर्दै रहनुहोला एबी न्यूज खबर। नमस्कार।